तपाईको प्राइभेट कम्पनी हो निकाल्नलाई, तपाईको घरबाट निकाल्नु भएको हो। 9 कक्षाको थिए, 9 कक्षाको नेपाली कांग्रेसको झण्डा बोकेर हिँड्दै गर्दा 46 सालको आन्दोलनमा लडेको, 62-63 को आन्दोलन त हाँकेको पनि हुँ र 2488 जना महाधिवेशन प्रतिनिधि जम्मा भएको हल हो यो। हिम्मत छ, हिम्मत छ, ती प्रत्येक साथीलाई कारबाही गर्ने हिम्मत छ। फेरि कारबाही कसले गरेको? तपाईहरु मात्र निर्वाचन आयोग जान्नुहुन्छ। त्यही निर्वाचन आयोगमा यही ठाउँबाट विशेष महाधिवेशन नेपाली कांग्रेसको प्रारम्भ भएर त्यो विशेष महाधिवेशनले निर्वाचन आयोगलाई समयमै जानकारी गराइसकेको छ। कांग्रेस अहिले विशेष महाधिवेशनको क्रममा छ। हाम्रो केन्द्रीय कार्य समिति श्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्य समिति भङ्ग भइसकेको छ र हामी अहिले नयाँ केन्द्रीय कार्य समिति चयन गर्ने क्रममा छौं। यो सिङ्गो देशले सुनिरहेको छ, देशभरिको नागरिकले पनि सुनिरहेको छ। नेपाली कांग्रेस पार्टीभित्रको आम देशभरिका साथीहरूले सुनिराख्नु भएको छ। यो हो नेपाली कांग्रेस। यहाँ छ कांग्रेस। यहाँ नेपाली कांग्रेसका श्रद्धेय नेता बीपी कोइरालाको, श्रद्धेय नेता गणेशमान सिंहको परिवारको सदस्यहरू हुनुहुन्न, तर त्योभन्दा ठूलो परिवारको सदस्य हामी हो। हामी हो गणेशमानको सन्तान, हामी हो बीपी कोइरालाको सन्तान, हामी हो। किनकि कांग्रेसको त्यो क्यारेक्टर, कांग्रेसको त्यो विचार जसले बोक्यो कांग्रेस नै हो।